हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ हामी एकदम धेरै युजफुल हुने टुल्सको बारेमा जानकारी लिन गइरहेको छौँ। टुल्सको नाम हो आई लभ इमेज। सो गुगलमा गएर हजुरले आई लभ इमेज टाइप गरे पछाडिबाट एउटा इन्टरफेस जस्तो खुल्छ, जसको युआरएल चाहिँ iloveimageimg.com भन्ने छ। यो चाहिँ एकदम धेरै युजफुल टुल हुन जान्छ सबैको लागि, किन भन्दाखेरि यसमा चाहिँ कम्प्रेस इमेज गर्न मिल्छ। फर इक्जाम्पल, कुनै हजुरले अकाउन्टमा लगइन गर्न खोज्दै हुनुहुन्छ, कुनै अकाउन्ट खोल्दै हुनुहुन्छ भने त्यसमा चाहिँ इमेजको साइज लिमिट हुन्छ, यति केबीको राख्नु अथवा यति साइजभित्र राख्नु भन्ने लिमिट हुन्छ। सो त्यसको लागि चाहिँ हजुरले जुनै पनि फर्मेटको इमेजहरू कम्प्रेस गर्न मिल्यो, रिसाइज गर्न मिल्यो, क्रप कन्भर्टदेखि लिएर गएर जेपिजीबाट अरूमा लान अथवा जेपिजीमा लान मिल्यो, एडिट गर्न, अफिसियल गर्न, रिमुभ ब्याकग्राउन्ड गर्न। यो चाहिँ एउटा मात्रै इमेज होइन कि हामीले यसमा बल्कलाई गर्न मिल्छ, बल्क अपलोड गर्न मिल्छ। भन्नुको मतलब धेरैवटा इमेजहरू एकैचोटि हजुरले कन्भर्ट गर्न, डाउनलोड गर्न सक्नुहुनेछ। सो यो टुल चाहिँ हजुरलाई धेरै युजफुल हुनसक्छ। सो यस्तै भिडियोको लागि चाहिँ मलाई फलो गर्न नबिर्सिनु होला।